सम्पूर्णमा स्वागत छ मेरो यस च्यानलमा। सम्पूर्णलाई मेरो तर्फदेखि नमस्कार। आजको हाम्रो यात्रा रहनेछ शिवपुर टु प्युठान। यस्तै गरी हामी जाँदै गर्दाखेरि अहिले हामी ठ्याक्कै भाइरल डाँडादेखि चाहिँ भिडियो बनाउन स्टार्ट गरेका छौँ। कृपया यस भिडियोलाई राम्रोसँग हेरिदिनु होला र लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गर्न नभुलिदिनु होला। अहिले चाहिँ हामी ठ्याक्कै भालुवाङ बजार आएका छौँ। अब यहाँदेखि हामी दायाँतिर लाग्छौँ। बायाँको बाटो गयो भने चाहिँ नेपालगञ्जतिर घोराइतिर जान मिल्छ। यो चाहिँ प्युठान रोल्पा जाने बाटो हो। अब चाहिँ यही बाटो हुँदै अब प्युठानसम्मको यात्रा तय गर्नेछौँ। उकालो चढ्दा चढ्दै अहिले हामी चाहिँ दरबान बजार आइसकेका छौँ। उकालो ओह्रालो डाँडा काँडाका भ्यूजहरू हेर्दै कहीँ जङ्गल कहीँ बजार यस्तै हामी चाहिँ उकालो बाटो लागिरहेका छौँ। हेलो, फाइनल्ली हामी चाहिँ प्युठानको मर्याङ भन्ने ठाउँमा आछौँ। हाम्रो अनिल भाइको देउली परेको हुनाले अनिल भाइको परिवारसहित यो भाइ मम्मीहरू सबै यहाँ अटो लिएर यहीँ मर्याङ गाउँसम्म आछौँ है। जाउँ गाउँ ढुल्नु, अब गाउँ ढुल्नु जाने अब होइन त्यसो खान्छ सन्चोस् ओह्रालो त झर्दैछ कि अहिले उकालो चढ्न सक्ने उकालोमा अहिले चाँडो खुट्टाले टेक्दै हिँड्ने त हो नि। कहाँबाट आयो त उहाँ तल तराईबाट माथि यस्तो भिर पाखामा चौतारा भन्ने चौतारा यहाँ चाहिँ चौतारा ऐसेलु पनि रहेछ यार। पैसेलु पनि छ फले छैन नि कहिले फल्ने बेला सिजन पैसेलु त हो नि। कहिले नदेखि सल्लाह रुख यार ऐसेलु दामी छ दामी। यताबाट त टक्कै एउटा 1 किलो हान्न पर्छ। होइन भाइ, मलाई डाउट लागिरहेको छ है। के चाहिँ ओह्रालो त झरिरहेको उकालो चढ्न सक्ने हो। सकिन्छ सकिन्छ नि बिल्कुल। न त मोटर बाटैबाट हामीलाई धेरै दुःख सेवा गर्दैन न सौदा मोटर बाटै बाट दिनु त हो नि। यति मजाको रुखैभरि प्यानले कमला फलेछ। यति राम्रो घर बनाएको छ यार।
यस्तो ठाउँमा ठाउँ पनि कति राम्रो हो यार बाबु अनिल बाबु हजुर कहाँ जाने